Namaste everyone, this is Campa presents Koholpur Pride League Season 1 and today's first semi-final game is going between UVCC Koholpur versus Koholpur Sports Academy and we are in the KSA zone! Okay, we have the team owner Mr. Deepak Oli, the very handsome guy as well. Deepak sir, जीत सुनिश्चित भयो भने फाइनल obviously तर हार हुन्छ भने पनि तपाईले KPL बाट के सिकेर जाँदै हुनुहुन्छ? मैले सबैभन्दा तपाईलाई धन्यवाद दिन चाहन्छु किनभने यो कोहलपुरमा जुन यो KPL सुरु भयो यसलाई चाहिँ हामीले कसरी चाहिँ समापनसम्म चाहिँ भव्यका रूपले चाहिँ गर्न सक्छौं भन्ने ठूलो आशा विश्वास थियो त्यो चाहिँ आज देखेका छौं दर्शकहरू पनि एकदम मैदानमा आउनु भएको छ सेमी फाइनलमा चाहिँ राष्ट्रिय टिमका एकदम उत्कृष्ट खेलाडीहरूले रोकेश बम र दिपेन्द्र सिंह एरीलाई खेलाउन सक्ने हाम्रो कोहलपुरको एउटा गौरवको विषय पनि हो जुन कोहलपुरमा क्रिकेट हुनै सक्दैन भन्ने एउटा चाहिँ भावना जुन अन्य क्रिकेट क्यानहरूलाई थियो आज त्यो चिरेर आज कोहलपुरमा यत्रो भव्य चाहिँ हामीले कार्यक्रम आयोजना गरेका छौं टिम पनि चाहिँ बेस गरेका छौं त्यसकारणले हाम्रो कोहलपुरको एउटा शान हो यी शान हो कोहलपुरको यो इज्जत यत्रो हाम्रो सम्पूर्ण व्यापारी साथीभाइहरूले सहयोग गर्नुभएको छ उहाँहरूलाई पनि धन्यवाद दिन चाहन्छु यत्रो दर्शकहरू स्कुलहरू सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु थ्यांक यू भेरी मच र त्यसैगरी हामीसँग किरण सेन्चुरी ज्यू त्यसैगरी हामीसँग राजु रिजाल एन्ड सम अदर टिम मेम्बर पनि हुनुहुन्छ हाउ इज द एक्सपिरियन्स गोइङ अन ठीक छ एकदम राम्रो एक्सपिरियन्स भइरहेछ कोहलपुरले एउटा नयाँ किसिमको जोश र जाँगर पाइरहेको छ नेपालको एकदम उत्कृष्ट खेलाडीहरू हामीले कोहलपुरमा भित्राउन सक्यौं त्यही नै हाम्रो लागि एउटा गौरवको कुरा हो अहिले एकदम कोहलपुरवासी नै खुसी भएको जस्तो लाग्छ मलाई चाहिँ अहिले एकदम यो KPL ले चाहिँ क्रिकेटमय बनाएको छ कोहलपुरलाई पक्कै पनि यो वर्ष सुरुवाती हो आगामी वर्षहरुमा यसले धुवाँधार प्रस्तुत गर्नेछ भन्ने कुरा यो खेलले देखाइरहेको छ धन्यवाद